सो यो मेरो आउटफिट नर्मल एन्ड सिम्पल। छिटो सुरुमा पर्छ मै पस्नु भनेर म पसिहालेँ। अनि भाउजू आउँदै हुनुहुन्छ पछाड। ल भाउजू नि आउनुभयो। दिदी पनि आउनुभयो। मिनी भ्लग स्टार्ट। स्टार्टिङ के भयो टिटी चर्नी मान्छे बोक्दा कल्लारी छिट्यो होला कि त्यताको पनि चेदिएछ नि त्यताको पनि चेदिएछ नि कति गर्ने हो नि त होइन अलि झ्याप्पा लाउनु अब यता यता है यता यतै होइन बाई बाई। आजको भ्लगिङ सेटअप चाहिँ बिन्दु हाल्नुभएको छ है। कोरोना पछि हजुरआमाले बनाएको घर हो यो सानो पहिले 3 तलाको उतापट्टि फरेको घर थियो ढोपिनी रहेछ पारिजात ट्याङ्की छ नि त बुढाबुढीहरूले राखेको सबै त हुन्छ हजुर मम्मी अन्त बुइयो भपुर रहेछ यही आकृति मोडा पनि रहेछ लैजाउँ भाउ आमाल मार्नु सुपी सुन्तला सुन्तला फल्दैछ आमाल मार्नु आमाले मेरो मोडा लिएर के रहेछ त नि माय गॉड उसके तेरो छतरी के रे छतरी छतरी त हुन्छ छतरी के हो छतरी सेखु सेखु यहाँ तल्लो गरा नि हो क्या हाम्रो खै हाम्रो यहाँ मेरो ल शुभम शुभम एउटा फोटो खिच्दैन मेरो यहाँ राखेको त बस हाम्रो मोडल दिदी अब यहाँ फोटो खिच्न लाग्नु भयो भाइसँग पोज दिन होइन बाबु नि जाने क्या ओलेन टिप्ने बाबु नि जाने है यहाँनिर रहेछ गाइस यहीँ रहेछ मेरो नभने फेरि घर घर हजुरलाई सुन्तला फलेर न त मलाई लगाउनले भन्नु फेरि हामीले ओहो गाइस यहाँ हेर मि ओहो खै खै बेलुकी देखेन हो यो पाकेको फल त मैले खाइदिएँ या नै नै मलाई कति मायाले भनेको सुन्तला हेर्नु बुटो कस्तो राम्रो हो नि यस्तो राम्रो मान्छे छ पारी भएर गइछ नि के भन्छ
पुरै सुन्तले थियो पहिला हो त बेलुकी उता त कति पो थियो अर्दै माथिन को बेलौटी हेर्नु न पछि कतरा पहेले बेलौटी हो केही हुन्छ किराकिरीले खाएको झन् मिठो हुन्छ अर्को नि छ हाम्रो घरको सुन्तला टिचरले गर्नु सुन्तलाको भिडियो बनाउनु ल त्यो सबै जोडेर भ्याउनु हामीलाई त पुग्यो त पुगिसक्यो टिप्पा रहेछ नि ल पुग्यो हामीलाई क्यामेराले पाकेको क्या सुन्तला ओ फुल पनि रहेछ फुल पनि टिपेर लगाउनु पर्छ क्या हेर मेरो कौडा भयो पुरो लाएर बेमरा के एउटा थम्बनेल त चाहियो नि थम्बनेललाई दाइ ल दाइ एउटा थम्बनेल ल्याउनु है दाइ एउटा थम्बनेल ल्याउनु है यसरी ल पछि बनाएको जाम ल भयो यता हेर्नु नि त एउटा फोटो खिच्दै त सुन जोडी भिडियो ए सुलो छोडे ओदान सोदान त्यही माथि राखिदे चप्पल पनि माथि नै राख्नु यो त बुवाको चप्पल हो यो आमाको चप्पल हो तपाईँ हेलेर खालि हुन्छ धुपी हेर्नु न बुवाल लाग्यो है यो धुपी कति राम्रो रहेछ हाम्रो बुवाल लाग्यो धुपी हेर्नु न रोड छ कोही गाडी आयो नि ठ्याक्क फ्याट्ट केही यता हेर्नु न बुवाल लाग्यो धुपी हेर्नु यो है जाम त्यसलाई पाएर राख्नु पर्ने अलिक बाहिरमै आउँछ नि भिडियो गर्दै झन् लाएमा यता त गाइस यो थियो हाम्रो गाउँको घर तलको घर माथिको घर चाहिँ गाइस पुरै कौडा कुरे त्यो रमाइलो रहेछ रमाइलो ओहो के को जुस बिज भाइ मलाई बहिनी मलाई जुस बिज भाइ कपाल लगाइदिनु के मैले भर्खर निकालेको मेरोमा लाग्यो मेरोमा नि आएको उस गएको थियो अहिले घुइँ गर पिपलमा नआएर Guys, look at this. Yo, नजारा त कहिल्यै बिर्सिन्न। वाउ। दाइले त मलाई त्यहाँ बुनु म यहाँ आइसकेँ। यो चाहिँ हो बेरको दरबार। Yes. Princess Kids. Princess and King Kids. यहाँ माथि मैले त कहिले देखेको छैन कि ओहो ए म त बुक बनाएँ होइन त रानी म आएँ दल God, what is this? मान्छे छ क्या लिटरली यो त पुरै अँध्यारो भयो कि पुरै लाइट आयो
मैले जान मिल्छ र जान पाइन्छ जान पाइन्छ र माछे बस्दो रहेछ के होइन लिटरली हामी त एक्सपेक्ट पनि गर्थेनौँ कि हामी यहाँ आउँछौँ भनेर है साँच्ची यस्तो राम्रो रहेछ बाहिरबाट त देखेको थियो तर भित्रबाट यहाँ त बाटो नै रहन्छ यहाँ त फेरि फर्केर कफी एउटा दिस कल कफी सो गाइज यो कफी यहाँ रहेछ सो यो खामै कस्तो हुँदो रहेछ ठीक है हाई मिठी रहेछ तर होइन कहिले राजाको घर टिका लाउने वा राजा दिँदैन कहिले हाम्रो घर टिका नहुँदा मामा टिका हुँदा कस्तो गुलियो रहेछ है ऊ छैन के बेलुकी छैन के कफी कफी यो टुपीको बुढो इमलीको बुटो छ कि त्यो दिन्छ नि यस्तो जम्मा भएको ठुलो त कटर हो यो के हो यो ए भन न के हो यो बुटो ठुलो हाई भन्नु हाई हाई भन्ने भनेको के तर एउटा गुवा नआलेको उतापट्टि एउटा दोकान छ भन हाम्रो घर कहाँनिर हो गहिरामा कहाँनिर यसले गेस गर्न सक्छ हो र यो मामा हो नहीं त्यो व्हाइट कलर को यो हो र क्यों यो के हेर्यो यो हे अहिलेसम्म राखेन हेरौँ अब कहाँ रहेछ के अस्ति नै आगो लाग्यो नि यो पुरै आधै आगो लाग्यो यो मन्दिर हाम्रो मन्दिर भएको कहाँ हो त मन्दिर हैन दोकान हो यो छ नि यो मन्दिर भन्ने यो मन्दिर यो दोकान हैन ओ रातो मन्दिर देखिस् नि हो त्यही मन्दिर हाम्रो मन्दिर हाम्रो घर कहाँ हो त यहाँ देखिन्न यहाँ त देखिन्न के तर हामी वहीँ जान्छौँ हाम्रो घर पनि कुनै
भुटिया बङ्गला भन्ने कम छैन थ्याङ्क यू यही हो र के छ हेरौँ है हामी कहाँ रहेछ हामी दादालाई अश्विन दाइले फलो गर्दै चलो चलो फलोइङ मी कुवामा घुम्दै आएको ल अनि ठिकै छ आज सबैलाई बोकेर हिँडिहालिदिएको क्या ए गुरुबै छ नि घन्टे बाटीहरू घन्टे बाटीहरूलाई दर्शन सुन्तला त अचेल बुढो बाबु उ त्यहाँ मलाई यत्रो हेर्नु त मनी प्लान्ट कत्रो भोक लाग्यो मौरी ए होइन चाकै हाल्यो क्या ए हेर्नु न मौरी हाल्यो कहाँ मैले त देखिन खै चाकै हाल बस्दो रहेछ नि त त्यो झुकेर छोयो नि त पक्कै टोक्छ होला है हेरो आगो नचलाउनु है यही आगोमा गएर ठ्याक्क त्यसमै उस गरेर बस्यो है बेच्न रहेन नि हो त नि बिचरा होइन कर्मशाला कति दामी हौ माइजू नमस्ते दर्शन माइजू लड्यो लडेन यहाँ माइजू हुनुहुन्छ चटपट बनाएर दिनुहुन्छ माइजूले चटपट मोल्दै हुनुहुन्छ यहाँ यता यही सबसे यो भरिको सबसे छोटो मान्छे यही होला माइजू चटपट बनाएर दिनुहुन्छ माइजू सन्चै हुनुहुन्छ एकदम आज हामी हजुरको घर आज कस्तो लागिरहेछ एकदमै खुसी लागिरहेछ अझै बस्दिए झन् खुसी लाग्छ भाइ चाहिँ त्यही हो ए हजुरले जति उस ल्याएर सार्नु भरेछ नि के अरे बर्मा कमल फुल हजुर मलाई चाहिँ त्यहाँ के फुल अहिले भर्खर फुल्छ र मैले यस्तो ल्याउँदो रहेछ ठ्याक्क यस्तो भन नि त हो त देखेको बर्मा कमल फुल खै खै कहाँबाट ल्याउनु म त उता यसले के हुन्छ र बर्मा कमल फुलले वर्षको एकचोटि फुल्छ अरे त्यही रातिमा यो फुल्दाखेरि बिजुलीको बत्ती चाहिँदो रहेछ अझै राम्रो हुन्छ हो वहीँ राखिदिनु त्यसो भए अनि एकदम पूजा गर्नु पर्दो रहेछ नि हो घाम लाग्छ यस्तो राम्रो दिन ल यहाँ हेर्नु यो फुल सोच्नु फुल नै ट्री कुन ट्री होला यस तपाईँले सोच्नुभयो क्रिसमस ट्री हो यो वाउ
उस जस्तो पनि छैन, पात जस्तो पनि छैन एकदम। यो पात हो साँच्चै माइजू, यो पातै हो साँच्चै। यो त उस प्लास्टिकको हात छ है। वाउ सो यो दाइ दिदी र भाउजूको मामा घर। हामी के गर्ने? ए हामी फर्किसकेका छौँ। भाग आकृतिको मिनी ब्लग मिनी ब्लगमा गाइज बाई गाइज हामी लाग्यो अब घरतिर होइन। हामी बुढो घरतिर लाग्दैछौँ गाइज। हामी अहिले हामी अब झोला तुम्बा बोकेर गाइज हामी पुरानो घरतिर जाँदैछौँ। साँच्चै होइन दाइ त स्कुल पढ्ने केटी स्कुल पनि कति क्लासमा पढ्छु बाबु? कति क्लासमा पढ्छु बाबु? ऊ हाम्रो वहाँ पारी हो गाइज घर। कुन त्यो हाम्रो घर हो? होइन त्यो हाम्रो पारी घर हो। त्यो अर्जुन घर ऊ त माथिल्लो फ्यान्सी कल्पनाको घर। फ्यान्सी कल्पनाको घर ऊ त हो। अनि छोरा चिन्छौ? छोजे मजाले आइयो है अन्त होइन झ्याप्पै आइयो जस्तो भयो। यहाँ तलतिर जाइदियो खुर्सानी टोक्यो त। अबदेखि पारी गाउँमा कहाँ रहेछ भन्ने कुरा अब याद आउँछ। मलाई दाइ कुन स्कुलमा पढ्नुहुन्छ नि? कुन स्कुलमा पढ्नुहुन्छ? म अहिले गजौती जाँदैछु हजुर। गजौती स्कुलको नाम के हो? होइन गजौती माध्यमिक विद्यालय होला आधार। तिम्रो 5 क्लास मात्रै छ? हजुर 5 क्लासै पढ्नुहुन्छ? वाह यसरी खालिदियो है। ल फाइनली पुग्यो। यति घाँसै घाँस। हेरौँ न हामीले हेरौँ न फर्कै त नि। यहाँ त्यो ठुल्याडीले पहिलोचोटि टिभी लिएर आउनु हामी जन्सिना हेर्थ्यौँ यहाँ बसेर पुरा म सबै अश्विन आमाको 15 कोठा यो हो। त्यो माथि त्यहाँको माथि भाउजूमा जाने कोठा छ। अनि यो चाहिँ खेलनको कोठा हो। अनि यो चाहिँ खै मामाको कोठा कुन? तेरो मम्मी कोठा तेरो सिधै उता अगाडि माथि यो ए मम्मी हेर्नु अयो हजुरको साथी ल्याइराखेको छ त्यो त माथि भाउजूमा जाने हो नि त। त्यहाँ माथि सबै यहाँ जान मिल्दैन है।
खोइ त हेरौँ न त एक हप्ता म यहाँ के यो गोठा बसेको बेर माइजू किन एक हप्ता डेढ दिन लडाएर आएर यहाँ त घरै भत्क्यो है खोलो हो गाइस यो घरले मलाई चिन्दैन र मेरो नाम आकृति खत्री हो है यो घरमा कहिले आएको छैन फर्स्ट टाइम आछु म यहाँ चढ्न पाइन्छ कि पापा उयो हुन्छ कि हुन्न खै के भने झर्ने बाटै छ के नानुको मोबाइलबाट के त्यहाँ झर्ने बाटै छ के फोटो खिच्दैन हामी 4 जनाको अलि उता के हो यो सालीमार के साली सालीमार छ छैन वाउ मन्दिर बनाउन कति खर्च लाग्छ है अलि अन्त सिमेन्ट लाएर के त यो घाँस होइन यहाँ मान्छे बस्छ नि एउटा उस गर्न सक्दैनन् यो तल गोठ हो सबै उकासेर यहाँ मान्छे बस्छ कि बस्दैन यहाँ गाई जब आकृति बस्छिन् होइन के अस्ति नै कोही कोही बस्थे है यहाँ पाइन्छ छैन पहिला सुरुमा मेरो फोटो खिचौँ नि तल हामी घाँसको बीचमा यो चाहिँ हाम्रो गाउँ गाउँ नै भनौँ गाउँ हो बाँस पलाएर त पुरै बाटै छेके छ है बाई सुतेछ एकदम बाँस पलाएर बाटो छ अलि उता हुन्थ्यो अलि यता अनि हामी चाहिँ दाइ दिदी अनि मेरो दाइ सबै एकजना यही ठुलो हुनुभएको तर म अहिलेसम्म यहाँ आएको थिइनँ यहाँ अहिलेसम्म आएको थिइनँ म अहिले 18 वर्ष भयो 18 वर्षको वर्षमा म बल्ल आएको छु होइन यहाँ त पुरा अँधेरै छ है माथि गाडीले कति चिसो चिसो हो चिसो भइरहेको रहेछ भइरहेको यहाँ मलाई हेर्नु त कहाँ करा अनि मास्टर फेरि के खाने मास्टर फेरि कहाँ लाने मास्तिर घरहरू खाने त्यो बन्द छ ओए जुका है मम्मी तेरो चप्पल दाइ जुका हेर्नु है चप्पल जुका देखि धेरै जिन्दगी फर्स्ट टाइम हो खुट्टा छैन कस्तो जुका परेको त मेरोमा मात्र हेर्नु त हजुरकोमा परेको कि हामी त्यस्तो बानी गर्न मैले तिमी इन्डियाको पर्यो भने हामी राखेँ यहाँ खोला हुन्थ्यो दुईटा रुख जोइन्छ एउटा रुखबाट चढेर यता पारी आउन अर्को रुख चढेर आउँथ्यो हो रुखबाट चढेर यता पारी आउँथ्यो होइन उस जस्तो छ नि त रुख उस जस्तो छ नि त रुख पुरै पुल्नु छ झन् लोटेन के उस खाएको होला यहाँ तलबाट स्कुल पनि छ हामीलाई स्कुल पनि जाने हेर्ने के स्कुल है गजौँ स्कुल होइन यहाँबाट खस्यो भने कतिवटा हड्डी भाँच्छ होला कुन यही होइन हामी पुल हेर खोलाको पुल चढेर हामी उतार यता गर्थ्यौँ पारी र बारी हेर जुम गरेर
हामी यहाँ जान्छौँ यहाँबाट हिँड्ने बाटो छ यो बुटामा चढ्थ्यौँ यो बुटाबाट चढ पारिपट्टि पारिबाट चढेर फेरि वारी डलाउँ न खल्टोमा खस्यो नि खसियो नि खसियो दर्शनलाई भिडियो पठाइदियो सम्झिन्छ खुट्टा खुट्टा आउने जाने गर्थ्यौँ ल यहाँबाट रुखबाट हजुर चढेर हिँड्ने पारि वारी र पारि डरमुनिको घर र वारीको र पारिको यो हेर्नुहोस् ब्रिज भन्दै डर लाग्थेन यहाँ त त्यसै डर लाग्छ हेलो हजुर यस्तो मोल खास गाई खोको त्यहाँ न खै जाउँ बेला त ए यहाँ रहेछ देखि हेर्न पाएको देखि कि छैन अहिले ओहो दुईटा हेर्नु न भित्रबाट छ भाइ फुलको गेट वाओ जस्ट लुकिङ लाइक अ वाओ यहाँको अलि देखेको रहेछ मोटाइ छ त्यहाँ नि अब भाउजू बस्ने ठाउँ छैन गजौली स्कुल सबै बार होइन स्कुल भर्खर छुट्टी भयो वाल्ला पऱ्यो हेरेको छोरो यो गजौली स्कुलको ड्रेस हो नै होइन यो चाहिँ बालज्योतिको है बालज्योति स्कुल नहीं ड्रेस कैसी देखो बोले ड्रेस जैसे देखिए देखे तो वो आ जाए ना हमारे बने ना बालज्योति स्कूल के अरे ड्रेस देखना मैले भने त हजुरले आइन तेजलाई घर पनि घरबाट फोन गरिन्छ है आखा फुलकुमार भाउजू के राख्थे आउनु आउनु हातमा हाल्नु त त्यो हैन तिमीलाई पठाइराखेको छु घन पछाडी हो रहेछ भन्दालाई पछि लिएर नबस्नु के आहा हजुरलाई करसी फेरि नानुलाई देखाइहाल्नु नि सबै मलाई त किन नयो भन्छ माया नगर्ने एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह बाबू अभी बाबू बाबू जिया जिया पुताली 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 मलाई चाहिँ जाडो भइसक्यो गाइस हामी गाडीमा बसिसक्यौँ गाइस हामी गाडीमा बसिसक्यौँ भन हामी गाडीमा बसिसक्यौँ गाइस घर पुग्यौँ ल अब फ्रेस हुन्छौँ आजको भ्लग एन्ड गर्छु राम्रो लाग्यो लाइक सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच थ्याङ्क यू